जस्तो रक्तदान पनि सुनेकै छौँ, गरेका होला यहाँ कतिले। म स्वास्थ्य गएर स्वास्थ्यको घरिघरि आउँछु कि है, रक्तदान गरेकै होला। रक्तदान के भन्छ, जीवनदान भनेर भन्छ है। मतदान पनि त्यस्तै महत्त्वपूर्ण प्रक्रिया हो है। यसमा नागरिकले आफूले चाहेको प्रतिनिधि छान्ने एउटा प्रक्रिया हो, त्यो भएर पनि इम्पोर्टेन्ट छ है। अनि लोकतान्त्रिक शासन पद्धतिले जुन एउटा प्रणाली धानिएको छ नि, यो पद्धतिले दिएको छ नि, त्यो प्रणाली धान्ने आधार पनि हो। हामी सबैले मतदानै गरेनौँ भने हाम्रो प्रतिनिधि कहाँ आउँछ, अनि लोकतन्त्र कहाँ धानिन्छ? अथवा हामी त भोट दिन्नौँ पोहोर दिएर केही पनि भएन, अहिले नि दिन्नौँ भनेर घर बस्दिने हो भने त्यो प्रणाली धान्नलाई गलत मान्छे पुग्न सक्छ, हामीले चाहेको मान्छे नपुग्न सक्छ। आखिरी मतदान त सम्पन्न हुन्छ नि है, थोरै मत झरे पनि मत त सम्पन्न हुन्छ। तर हामी यहाँ घर बस्दिने, अरूले दिने, हामीले चाहेको मान्छे रोकिने, हामीले नचाहेको गलत मान्छे पुग्ने सम्भावना पनि हुन्छ। त्यो भएर मतदान एकदमै इम्पोर्टेन्ट छ है। अनि अधिकार पनि हो यो, आफूले पाएको मतको सही सदुपयोग गरेर शासन व्यवस्थामा सहभागिता। मेरो पनि प्रतिनिधित्व छ है, मैले चुनेको मान्छे त्यहाँ पुगेको छ भनिन्छ नि। हामीले यहाँ अन्तत थाहा होइन, हाम्रो वडामा हाम्रो म्याडमहरूले भोगिराख्नु भयो होला होइन, पालिकामा जाने तिमीलाई हामीले चुनेर पठायो होइन, अहिले मेरो काम नगर्ने भनिन्छ नि। त्यो अधिकार चर्चाएको क्या है। त्यो चाहिँ हाम्रो एउटा शासन पद्धतिमा म पनि छु है भनेर प्रतिनिधित्व जनाएको पनि